प्रिय साथीहरू, जय मसी। सायद आज तपाईँ थाकेको महसुस गर्दै हुनुहुन्छ। सायद तपाईँले धेरै प्रयास गर्नुभयो तर अझै पनि केही कुराहरू मिलेको छैन। यदि त्यस्तो छ भने शान्त भएर केही क्षण सुन्नुहोस्, किनकि यो सन्देश सम्भवतः परमेश्वरले तपाईँलाई सुनाउन चाहनुभएको हुन सक्छ। परमेश्वरले तपाईँलाई देख्नुहुन्छ, तपाईँले भोग्नुभएको पीडा, तपाईँले लुकाएर राख्नुभएको आँसुहरू, तपाईँले कसैलाई नभन्नुभएको सङ्घर्षहरू, यी सबै उहाँलाई थाहा छ। कहिलेकाहीँ हामी सोच्छौँ कि परमेश्वर साँच्चै मेरो कुरा सुन्नुहुन्छ, तर सत्य के हो भने उहाँ सधैँ नजिक हुनुहुन्छ र उहाँको मौनतामा पनि एउटा उद्देश्य हुन्छ। प्रिय मित्र, परमेश्वरको बाटो सधैँ सजिलो नहुन सक्छ, तर त्यो सधैँ सही हुन्छ। जीवनका कठिन समयहरू हाम्रो विरुद्ध होइनन्, धेरै पटक ती हामीलाई बलियो बनाउन र सही दिशातर्फ डोर्याउन आउँछन्। परमेश्वर कहिल्यै हतारमा हुनुहुन्न, तर उहाँ कहिल्यै ढिला पनि गर्नुहुन्न। सायद आज परमेश्वर तपाईँलाई बिस्तारै भन्न चाहनुहुन्छ, तिमी डराउनु पर्दैन, म तिमीसँग छु, तिमी एक्लो छैनौ। जब तिमी कमजोर महसुस गर्छौ, त्यसै समयमा मेरो शक्ति तिम्रो नजिक हुन्छ। आज परमेश्वरले तपाईँलाई निम्तो दिनुहुन्छ। सबै चिन्ता उहाँलाई सुम्पन, सबै डर उहाँसँग राख्न र विश्वास गर्न कि उहाँले तपाईँको जीवनलाई सही दिशामा अगाडि बढाइरहनु भएको छ। तपाईँले सबै कुरा बुझ्न आवश्यक छैन, तर विश्वास गर्न सक्नुहुन्छ। साँचो परिवर्तन एकैचोटि हुँदैन, यो सानो सानो विश्वासका कदमहरूबाट सुरु हुन्छ। आजको दिन एक सानो कदम चाल्नुहोस्, प्रार्थनामा, धैर्यमा र विश्वासमा। परमेश्वरले तपाईँलाई कहिल्यै छोड्नुहुन्न, उहाँ तपाईँको यात्रामा सधैँ साथ हुनुहुन्छ। यदि तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने सम्झनुहोस्, यो अन्त्य होइन। परमेश्वर अझै काम गर्दै हुनुहुन्छ, शान्त रूपमा तर निश्चित रूपमा। यदि यो सन्देशले तपाईँलाई सान्त्वना दियो भने यसलाई अरूसँग पनि बाँड्नुहोस्। सायद कसैलाई आज यही सन्देश आवश्यक छ। र सधैँ सम्झनुहोस्, परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ।